सबैजना माया गरिदिनु होला, प्लिज सपोर्ट गरिदिनु होला। हिजो पनि मैले एउटा कोसिस गरेको छु, हिजो पनि एउटा हालेको छु, आज पनि एउटा केही राम्रो बनिन्छ कि कन्टेन्टहरू भन्नेको हिसाबले चाहिँ म भिडियो बनाउँदैछु। लेट्स सी। ओके, म चाहिँ फार्मेसीमा आइसकेको छु होइन। फार्मेसीमा आएर अब हेरौँ त्यहाँ के कस्तो रहेछ। यो अपना एक्सप्रेस फार्मेसी भनेको चाहिँ यहीँ हो। थोरै देर चाहिँ वेट गर्नुपर्ने रहेछ। यहाँ मैले त्यहाँ निकै गर्दैछ है, त्यही भएर यसो है पानी सानी परेको छ हेर, यस्तो भिजेको नि त म त है। म चाहिँ यता हिँड्दा उता हुँदा है भोक लाग्यो बिचमा। अब केही खाजासाजा खाएर अनि त्यहाँपछि चाहिँ घर जानु पर्ला है। भोक लाग्यो अब बिहानदेखिबाट यता हिँड्यो, कहिले उता हिँड्यो, कहिले कुन फार्मेसीमा पुग्यो, कहिले कुन फार्मेसीमा पुग्यो। अब त्यही भएर यसो भोक लाग्यो अनि केही खाजासाजा खाएर त्यसपछि मात्र घर फर्क्यौँ भन्ने सोचले अब हेरौँ कतै एउटा खाजा खानलाई छिरेर अनि केही खाजा खानु पऱ्यो। त्यसपछि घर जानु पऱ्यो। हिजो आएको अब एउटा सानो काम थियो, हिजो आएर दाइकोमा बसियो। अब चाहिँ काम लगभग सिद्धियो। अब चाहिँ घर जानु पऱ्यो भनेको। अनि फेरि भोक लाग्यो, अनि भोक लागेको कारणले ल केही खाजासाजा खाएर जाउँ त भन्ने हिसाबले। हेलो 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 दिदी, नमस्ते। अब मलाई चाहिँ के बनाइदिनु नि त, हाम्रो अब रेगुलर होइन, म चाहिँ रेगुलर कस्टमर हो यहाँको। सबैजना यहाँ आएर खाइदिनु होला होइन। हजुर, मलाई बनाइदिनु न एक पिस मात्रै है। म चाहिँ मेरो खाजा आउँदैछ, खाजाको लागि चाहिँ वेट गर्दैछु। हेरौँ कस्तो हुँदैछ। पिकअप गऱ्यो भने हाम्रो कति हुन्छ, प्रेस गऱ्यो भने 1 एकजना हाम्रो होइन। ओ सरी, हामी गो ब्याक पिक 1 प्रेस नन टिकट डेबिट कार्ड एटिएम एन्ड क्रेडिट कार्ड। ओके, म पर्स निकाल्छु एकछिन। म चाहिँ जाँदैछु ट्रेनमा, घर जाँदैछु होइन। अब केही समयमा 20 मिनटको हाराहारीमा म चाहिँ ट्रेन स्टेसनसम्म चाहिँ पुग्छु। त्यहाँबाट फेरि गाडी चढेर जानुपर्छ थोरै। गाडी चढेर चाहिँ 5 मिनटको गाडी चढेर चाहिँ मेरो रुममा पुगिन्छ। त्यस आधी घन्टाको चाहिँ मेरो बाटो छ। आधी घन्टाको यात्रापछि म रुममा पुग्छु। हेरौँ के कस्तो हुन्छ देखाउँछ हजुरहरूलाई पनि। अहिले म ट्रेनमा छु। कस्तो छ है, अब ट्रेन स्टेसनहरू सबै राम्रो छ। सिटीतिर जस्तो होइन, पुरा यहाँ चाहिँ फेरि एकदम राम्रो छ क्या। फेरि यो जुन सुविधाहरू गभर्मेन्टले यो चाहिँ एकदम राम्रो गरेको छ। पुरा फ्लाइटको सिटहरू जस्तो राम्रो छ। यो सबै ठाउँमा राम्रो छ सिटहरू। लङ आइल्यान्डतिर चाहिँ अन्त चाहिँ थाहा छैन, लङ आइल्यान्डतिर। अनि फेरि यता यो न्यू जर्सीतिर पनि त्यस्तो राम्रै रहेछ। हेरौँ लङ आइल्यान्ड फेरि सिटीतिर पनि बन्ला नि केही समयमा। सिटीतिर चाहिँ अलिक त्यस्तो चाहिँ छैन। रमाइलो भयो आजको भ्लग पनि। पानी पऱ्यो है यस्तो। अब चाहिँ यस्तो हरियाली छ क्या, हेर्नु न। अब त यो पुरा अस्ति त पुरै उडेको थियो, अब चाहिँ पानी सानी परेर सबैमा रुखमा पाउला आएर हरियाली एकदम राम्रो भएको छ। हेलो, म चाहिँ फेरि आएर केही समय एकछिन रेस्ट गरेँ, छुट्टी होइन सुतेर फेरि ग्रोसरी जाउँ त भनेर ग्रोसरीसम्म थोरै
तरकारीहरू यताउति लिएर आउनु पऱ्यो भनेर चाहिँ नि जानु पऱ्यो भने यसो हिँड्दैछु म ग्रोसरी जाँदैछु झोलासाला बोकेर यस्तो ब्याग स्याग बोक्यो होइन ग्रोसरी जाँदैछु त्यो टाढा छैन हाम्रो ग्रोसरी हेरौँ है त सुत्नुपर्छ भोलि बिहान काममा जानुपर्छ यति ढिला भइसक्यो ओके थ्याङ्क यू सो मच सबैजनाले हेरिदिनु होला माया गरिदिनु होला ओके